समय कसैका लागि अवसर, कसैका लागि सजाय। शक्ति र सत्ताको आडमा सत्यलाई कतिन्जेल दबाउन सकिएला। फाइलका पानाहरूभित्र कतिन्जेल अपराध लुकाउन सकिएला। मौन बस्दैन समय, किनकि समयले सबै कुरा देखिरहेको हुन्छ। जब पापको घडा भरिन्छ तब सुरु हुन्छ काल चक्र। न कोही उम्कन सक्छ, न कोही लुक्न सक्छ। गल्ती गर्ने जो कोहीलाई समयको यो कठोर कचकरामा उभ्याउन हामी आउँदैछौँ। काल चक्र, सत्यको खोज, व्यथिति विरुद्धको अन्तिम प्रहार। काल चक्र, मात्र राज्य टेलिभिजनमा। काल चक्र। नमस्कार, कालचक्रमा स्वागत छ। म दिनेश पाण्डे। कुनै समय थियो दर्शकबिन जब खेलराज पाण्डे बुटबलको सडकमा सर्वसाधारणका लागि आशाको किरण बनेर उदाएका थिए। सडकको धुलोमा बसेर मकै पोल्ने आमाहरूसँग फोटो खिचाउने, उनीहरूको दुःखमा आँसु पुछ्ने र श्रमको सम्मान गर्ने एक साधकी नेताका रूपमा उनले जनमत बटुले। बुटोलवासीले सोचे हाम्रो दुःख बुझ्ने मान्छे आयो, तर सत्ताको आसन र शक्तिले मान्छेलाई कसरी बदल्छ भन्ने ज्वलन्त उदाहरण अहिले खेलराजको कार्यशैलीले देखाएको छ दर्शकबिन। जुन हातले मकै पोल्नेहरूलाई धाप मारेका थिए, आज तिनै हातले तिनै गरिबको ठेलागाडामा डोजर चलाउन आदेश दिइरहेका छन्। तर त्यही डोजर जब 1636 कुलोको क्षेत्राधिकार मिचेर ठडिएका अरबौंका महल अगाडि पुग्छ, तब त्यसको इन्जिन नै जाम हुन्छ। विस्तृतमा बुझ्न हेर्नुहोस् यो फलोअप रिपोर्ट। मुकुण्ड उत्रिएका मेयर, मकै पोल्नेका साथी कि भूमाफियाका सारथी। चुनावमा भोट माग्दा जनताको पाउ पर्ने, तर कुर्सीमा पुगेपछि तिनै जनताको घाँटी हेर्ने। मकै पोल्नेको साथी भन्दै सहरमा खुबै होहल्ला चर्काइयो। सत्ताको स्वाद पाएपछि गरिबको ठेला पल्टाइयो, तर माफियाको महल भने तेल घसेर पालियो। हो दर्शकबिन, कुनै समय थियो बुटोलका मेयर खेलराज पाण्डेलाई बुटोलवासीले भुइँ मान्छे ठान्थे, गरिब र दुखीका सारथी मान्थे र खेलराज पनि घर घर पुग्थे। सबैका दुःख र सुखमा साथ साथै हुन्थे। बुटोलका गल्ली गल्ली, चोक र चिया पसलहरूमा सर्वसाधारणसँग सहजै घुलमिल हुने स्वभावले उनलाई भुइँ तहको नेताको छवि दिएको थियो। 2074 को स्थानीय निर्वाचनमा झिनो मतान्तरले पराजित भए पनि उनले मैदान छाडेनन्। हारका बावजुद पनि उनी 5 वर्षसम्म निरन्तर जनताको सुख दुःखमा सक्रिय रहे, जसले उनलाई 2079 मा सहानुभूति र जित दुवै दिलायो र उनीलाई बुटोलवासीले उपमहानगरको सर्वोच्च कुर्सीमा पुर्याए। लाग्थ्यो बुटोलले एउटा यस्तो अभिभावक पायो जसले सहरको विकास मात्र होइन, सहरका मान्छेको पीडा पनि बुझ्नेछ। तर विडम्बना, सत्ताको आसनमा बसेको केही समयमै ती मकै पोल्नेका साथी आज भूमाफियाका खास सारथी बनेर उदाएका छन्। आज बुटोलको सडकमा चिया बेचेर गुजारा गर्ने आमाहरू, ठेलागाडा गुडाएर सन्तान पाल्ने बुवाहरूका लागि मेयर खेलराजको नाम एउटा आतंक बनेको छ। राति 8:30 बजे सूचना बजाउने र बिहान 9 नबज्दै सामान निकाल्न समेत नदी, अझै भनौं सूचनाको मसी सुक्न नपाउँदै नगर प्रहरी र डोजर लिएर सडकमा निस्कने मेयरले साना व्यापारीको उठिवास त लगाए, तर उनकै नाकमुनि राज्यको अरबौंको सम्पत्ति 1636 कुलो भने दिन दहाडै डकैती भइरहेको छ। हैन, राज्यको चाहिँ संयन्त्र सिंह र चाहिँ म चाहिँ तत्काल मेयर साहबसँग उहाँहरूको फोन स्विच अफ भएको अवस्था थियो। पटक पटक मैले चाहिँ प्रयास गरेँ होइन, त्यो चाहिँ दूरसञ्चारको रेकर्डमा हेर्ने हो भने पनि कतिचोटि हानेको छु भन्ने कुरो देखिन्छ होला सायद। 170 वर्ष पुरानो ऐतिहासिक 1636 सिँचाइ कुलो आज अस्तित्वको अन्तिम लडाई लडिरहेको छ। 7000 हेक्टर जमिनको तिर्खा मेट्ने यो जीवनदायी प्रणालीलाई भूमाफियाहरूले दाइजोमा पाएको जग्गा जसरी कित्ता कित्तामा बाँडेर निलेका छन्। नक्सामा 50 फिट चौडा देखिने कुलो फिल्डमा 5 फिटको नालीमा खुम्चिएको छ। कतै भव्य महल ठडिएका छन् त कतै पर्खालले कुलो थुनिएको छ। अझ विडम्बना त के छ भने यी अवैध संरचनाको नक्सा पास गरिदिने र सम्पन्नताको प्रमाणपत्र बाँड्ने काम तिनै मेयरको प्रशासनले गर्दै आइरहेको छ। त्यो कुरालाई व्यवस्था गरेर उहाँले चाहिँ आफै आएर उद्घाटन गर्नुभयो भनेपछि 1636 कुलोको जग्गा
हामी व्यक्तिले संरक्षण गर्ने हो कि राज्यले संरक्षण गर्ने हो? गरिबको ठेलागाडा देख्ने बित्तिकै बालेनको नक्कल गर्दै डोजर चलाउन निस्किने मेयरको शौर्य शक्ति ती माफियाका भव्य महल अगाडि पुगेपछि किन लुरुक पर्छ? के ती महल बनाउने भिआइपीहरू मेयरका भोट बैंक हुन् वा चुनावी लगानीका दाता? काठमाडौँमा बालेन शाहले टुकुचा र धोबी खोला खोज्न जमिन मुनि डोजर हाने जस्तै आँट खेलराजले किन देखाउन सकेनन्? उनी केवल निमुखाहरूलाई तर्साएर आफ्नो सस्तो लोकप्रियताको मुकुण्डो टिकाइरहन चाहन्छन्। तिनाउ नदीको मुटु मिचेर हुकुमवासीहरूले पक्की भवन ठड्याउँदा नगरपालिका मुखदर्शक छ। वास्तविक सुकुम्बासी झुपडी नपाएर छटपटाउँछन्, तर शक्ति र पहुँच भएकाहरूले सार्वजनिक सम्पत्तिमा रजाई गरिरहेका छन्। ध्रुव धिताल र यज्ञ गरी जस्ता कुलो संरक्षणका ठेकदारहरू पनि आफ्नो स्वार्थको कुर्सी जगाउन यो डकैतीको मुख्य साथी बनेका छन्। मेयर खेलराजजी, बुटोलले तपाईँलाई फोटो सेसनका लागि वा बालेनको फोटोकपी बन्न मत दिएको होइन। यदि केही घण्टामै गरिबको बस्ती हट्न सक्छ भने महिनौदेखि थन्किएका र विवादित सार्वजनिक जग्गामा निर्माण भएका माफियाका अवैध संरचनामा डोजर चलाउन तपाईलाई कुन अदृश्य शक्तिले रोकिरहेको छ? कतै यो मौनताभित्र आर्थिक लेनदेन त लुकेको छैन? समयको यो चक्र सधैँ एकनाश रहँदैन। मकै पोल्नेहरूसँग बसेर कमाएको त विश्वास आज माफियाको महल जोगाउँदा बालुवाको महल जस्तै भत्किँदैछ। जबसम्म 1636 कुलोले आफ्नो वास्तविक रूप फिर्ता पाउँदैन तबसम्म बुटोलको सभ्यतामाथिको यो प्रहारको हिसाब किताब जनताले गरिरहनेछन्। काल चक्र। जनताको विश्वासको जगमा ठडिएको साग माफियाको महल जोगाउँदा बालुवाको घर जस्तै भत्काउँदैछ दर्शकबिन। अब मेयर बालेनको फोटोकपी मात्र बन्ने कि बुटबलको वास्तविक अभिभावक फैसला समयको अदालतले गर्नेछ? प्रसङ्ग बुटोल उपमहानगरकै। बुटबलको ट्राफिक जाम र अस्तव्यस्तताको कुरा गर्दा सबैभन्दा पहिले आँखामा आउने तस्बिर हो जताततै गुडिरहेका जताततै पार्किङ गरिएका ई रिक्साहरू। बुटोल उपमहानगरपालिकामा नयाँ नेतृत्व आएको पनि करिब 4 वर्ष पुग्न लाग्यो। मेयर खेलराज पाण्डेले पदभार ग्रहण गर्दा बुटोलवासीले आशा गरेका थिए अब सडकका यी अनियन्त्रित रिक्साहरू एउटा निश्चित विधि र नियममा बाँधिनेछन्। तर विडम्बना, अघिल्लो नेतृत्वले जस्तै वर्तमान नेतृत्वले पनि ई रिक्सा व्यवस्थापनलाई केवल बैठक र छलफलको थलो मात्र बनाएको छ। व्यवहारमा भने सडकको हालत जस्ताको तस्तै मात्र होइन, झन् भयावह बन्दै गइरहेको छ। विस्तृतमा बुझ्न हेर्नुहोस् यो रिपोर्ट। बुटोलमा ई रिक्सा समस्या समाधानमा उपमहानगर नेतृत्व उदासीन, भित्रभित्रै दर्तादेखि जेसिस काण्डसम्मको सेटिङको जालो। बुटोलको सडकमा ई रिक्साको लरको यात्रुलाई शास्ति, पैदल यात्रीलाई हैरानी, नम्बर प्लेटको खेल, भित्रभित्रै सेटिङ, सधैँको एउटा कुरा अब हुन्छ व्यवस्थापन। विगतको नेतृत्वले भाषणमै समय बितायो, वर्तमानको खिलराज नेतृत्व पनि उही बाटो समात्यो। सहर कुरूप हुँदा ट्राफिक जामले सास थुनिँदा उपमहानगरको ध्यान चाहिँ कुन कमिसनमा अड्कियो? बुटोलको ट्राफिक जाम तथा अस्तव्यस्तताको कुरा गर्दा सबैभन्दा पहिला आउने तस्बिर हो जताततै गुडिरहेका र जतासुकै पार्किङ गरिएका ई रिक्साहरू। बुटोल उपमहानगरपालिकामा नयाँ नेतृत्व आएको पनि करिब 4 वर्ष पुग्न लाग्यो। मेयर खेलराज पाण्डेले पदभार ग्रहण गर्दा बुटोलवासीले आशा गरेका थिए अब सडकका यी अनियन्त्रित रिक्साहरू एउटा निश्चित विधि र नियममा बाँधिनेछन्। तर विडम्बना, अघिल्लो नेतृत्वले जस्तै वर्तमान नेतृत्वले पनि ई रिक्सा व्यवस्थापनलाई केवल बैठक र छलफलको थलो मात्र बनाएको छ। व्यवहारमा भने सडकको हालत जस्ताको त्यस्तै मात्र होइन, झन् भयावह बन्दै गएको छ। बुटोलमा उपमेयर साविता देवी अर्यालको नेतृत्वमा ई रिक्सा व्यवस्थापन समिति छ। समितिको बैठक बस्छ, निर्णय गर्छ, तर कार्यान्वयन हुँदैन। बुटोल उपमहानगरपालिका भित्रको ई रिक्सा व्यवस्थापन प्रक्रिया गम्भीर विवाद र भ्रष्टाचारको घेरामा तानिएको छ। नगर प्रमुख खेलराज पाण्डे र उपप्रमुख साविता देवी अर्यालले सुधारको बाचा गरे पनि व्यवहारमा भने भित्रभित्रै पुराना रिक्साको चेसिस नम्बर फेरबदल गरी नयाँ रिक्सालाई वैधानिकता दिने सेटिङ मौलाएको तथ्यहरू समेत फेला परेको छ। नगरपालिकाले 305 जना सेवाग्राहीलाई ई रिक्सा दर्ताका लागि प्रति व्यक्ति 1000 रुपियाँका दरले फर्म भर्न लगाएको थियो। तर अन्तिममा 184 जनाको मात्रै दर्ता गरिनुले 121 जना वास्तविक सेवाग्राहीलाई पाखा लगाएर सेटिङ मार्फत आफ्ना मान्छे छिराइएको आशंकालाई बल पुर्याएको छ। खोलाउँदाखेरि उहाँहरूले के गर्नु भने 305 जना कतिजनाको फर्म पर्यो त्यहाँ, उहाँहरूले सोही कुरा बाहिर सूचना पनि निकाल्नुहुन्न, जानकारी पनि गराउनुहुन्न नगरपालिकाबाट।
अब उहाँ चाहिँ 300 हामीले सुनेको अनुसार 305 जनामा हालेकोमा उहाँहरूले चाहिँ 100,000 रुपियाँको चाहिँ छिट काट्नुभयो, त्यो फर्मको लिनुभयो पैसा। तर उहाँहरूलाई चाहिँ चेक जाँचकै लागि नबोलाइकन 184 चाहिँ लिने, 300 जनामा 184 मात्रै चाहिएको थियो 1440 पुर्याउनको लागि। 184लाई मात्रै उहाँले बोलाउनु भयो, बाँकीलाई बोलाउँदै 1000 रुपियाँ उहाँहरूले खाइदिनु भयो। त्यो 1000 रुपियाँको चाहिँ हिसाब चाहिँ हामीलाई चाहिएको छ, या त्यो 1000 रुपियाँ लिएको 305 जनालाई सबैलाई उहाँहरूले चाहिँ व्यवस्थापन गर्न दिनु पर्थ्यो। 2079 भदौ 7 गते उपप्रमुख साबिता देवी अर्यालको अध्यक्षतामा बसेको बैठकले नगरमा इलेक्सनको संख्या 1440 कायम गर्ने निर्णय गरेको थियो। सोही बैठकले 6 महिनामा प्राविधिक चेक जाँच गर्ने निर्णय गरेको थियो। माइनोटमा इलेक्सनलाई जीपीएस जडान गर्ने र अञ्चलीकरण गर्ने प्रक्रियामा लैजाने भनिएको छ। बुटोलको सडकमा देखिएको यो इलेक्सन सेटिङले एकातिर राजस्व चुहावट गरिरहेको छ भने अर्कोतिर इमानदार स्वरोजगार व्यवसायी मारमा परेका छन्। काल चक्र। के तपाईलाई थाहा छ दर्शकबिन, समयको गति कति निर्मम हुन्छ भन्ने कुरा बुटवलको राजमार्ग चौराहामा उभिएर हेर्दा प्रष्ट हुन्छ। 10 वर्षमा बनेन जम्मा 3 किलोमिटर सडक, तर 62 करोड भने लुट हुँदैछ। बुटवलको राजमार्ग चौराहामा आज सुशासनको दाह संस्कार भइरहेको छ। प्रश्न उठिरहेको छ, प्रधानमन्त्री बालेन शाहको ठेकदार थुन्ने गर्जन आफ्नै सांसदको दैलोमा पुग्दा अब के होला प्रश्न उठिरहेको छ। सुन्दर सडकको सपना बेचेर फोटो सेसनमा रमाउने मेयर खेलराज पाण्डेको 4 वर्ष कार्यकालले बुटवललाई महानगर होइन धुलोको डम्पिङ साइटको उपहार दिएको छ। 47 करोडको सडक 62 करोड पुग्दा पनि मात्र आधा काम हुनु यो विकास हो कि सेटिङको प्रकाष्ठ? बुटवलको मुटुमा भइरहेको त्यो महालुटको पर्दाफास, जहाँ सांसदका भाइ ठेकदार छन्, कर्मचारी भने तिनका मतियार। हेर्नुहोस् यो विशेष रिपोर्ट। विष्णु पौडेलले सपना बाँडे, खेलराजले दोजर घुमाए, तैपिकले ठेक्का मारे, बालेनले भाषण सुनाए, धुलोले फक्सो भरियो, जनताले शास्ति पाए। बुटवलको सडकमा नेताले केवल राजनीति पकाए। हो दर्शकबिन, बुटवलको चौराहा गोलपाक सडक अब सडक रहेन, यो नेपाली राजनीतिको कुरूप अनुहार देखाउने ऐना बनेको छ। 2073 सालमा विकासको सफेद नाटक सुरु भएको थियो। कञ्चनजङ्घा बिरुवा जेबीले 47 करोड 27 लाखमा ठेक्का हात पार्दा बुटवलवासीले समृद्धिको सपना देखेका थिए। तर नेपथ्यमा सेटिङको जालो यति कसिलो रहेछ कि लागत बढाएर 53 करोड 98 लाख पुर्याइयो। 8 वर्षसम्म बुटवलवासीलाई धुलो खुवाएर बिरुवा कन्स्ट्रक्सनले 27 करोड रुपियाँ डकार्यो। तर काम भने आधा मात्रै गर्यो। जब विरोधको स्वरले सीमा नाग्यो तब 2081 वैशाखमा पुरानो ठेक्का रद्दको नाटक मञ्चन गरियो। 2081 असोजमा नयाँ आश देखाउँदै बाबुल दर्शन मालिका जेबीलाई भित्राइयो। 33 करोडको नयाँ ठेक्का त लाग्यो, तर नियत पुरानै दोहोरियो। सुरुमा 47 करोड भनिएको सडकको कुल बजेट अहिले 62 करोड नागिसकेको छ। जनताको थप 15 करोड रुपियाँ कुन नेता र कर्मचारीको स्वार्थका लागि स्वाहा पारियो? यसको जवाब कसले दिने? 2 वर्षमा जम्मा 2% प्रगति, कर्मचारी र ठेकदारको दुहुनो गाई। नयाँ ठेकदारले जिम्मेवारी सम्हालेको पनि झन्डै 2 वर्ष हुन लाग्यो। तर लाजमर्दो तथ्याङ्क हेर्नुहोस्, 8 वर्षमा 54% भएको काम यो 2 वर्षमा जम्मा 2% मात्रै बढेर 56% पुगेको छ। के यसलाई विकास भन्ने कि राज्यको ढुकुटी लुट्ने लाइसेन्स? अझ 10 वर्षको नालायकी लुकाउन 2082 सालको 2 दिने जेन्जी आन्दोलनलाई बहाना बनाइनुले कर्मचारी र ठेकदारको निर्लज्जताको प्रकाष्ठ नागेको पुष्टि गर्छ। सम्झौता बमोजिम चाहिँ सुरु सम्पन्न गर्नुपर्ने मिति चाहिँ हाम्रो 2082-6-18 भनेको 1 वर्षको रहेको थियो र जेन्जी आन्दोलन अनि बेमौसमी वर्षा जस्ता कारणले चाहिँ पहिलोपटक म्याच चाहिँ हाम्रो 2082 चैतको 12 सम्म भएको थियो। 10 वर्षमा नबनेको सडक के 2 दिनमा बन्थ्यो? यो सरासर कागज मिलाउने र आफ्नो असफलता ढाकछोप गर्ने परपञ्च मात्रै हो। विष्णु पौडेलको मौनता र खेलराज पाण्डेको स्टन। यो क्षेत्र पूर्व अर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको गृहनगर हो। के सुन्दर बुटवलको नारा दिएर राष्ट्रिय राजनीतिमा स्टन गर्ने पौडेलका लागि आफ्नै आँगनको 3 किलोमिटर सडक 10 वर्षसम्म अलपत्र पर्नु राजनीतिक टाट पल्टाइ होइन र?
कुनै समय बुटवलको सडक नबने सडकमै अनसन बस्छु भन्ने मेयरले पछिल्लो समय स्थानीयले सडकमा प्रश्न गर्दा निर्वाचन जितेका माननीयलाई सोध्नु भन्दै झर्किने गरेका छन्। यो बाटोको ठेकेदार सांसद भइसक्नुभयो, यो बाटोको ठेकेदार सांसद भइसक्नुभयो, यो बाटोको ठेकेदार सांसद भइसक्नुभयो। उहाँलाई भन्नु सुशासन र नयाँ राजनीतिको नारा दिएर रासोपाबाट सांसद बनेका हुन् तैफिक अहमद खान। रूपन्देही क्षेत्र नम्बर 5बाट निर्वाचित खान प्रधानमन्त्री बालेन्द्र शाहकै निकट मानिन्छन्। उनकै परिवारको नाममा रहेको कम्पनीले सडक समयमा नबनाएर लगानी बढाइरहेको छ। प्रधानमन्त्री बालेन्द्र शाह त भन्थे काम नगर्ने ठेकदारलाई बानेर हुन्छ कि थुनेर काम गराउनुपर्छ। 2 वर्षमा बन्ने बाटो 20 वर्षमा पनि बन्दैन, 1.5 वर्षमा बन्नु पर्यो। त्यो हाम्रो एजेन्डा। रुखमा बाँधेर हुन्छ कि बाटोमा सुताएर हुन्छ कि खोरमा जाकेर हुन्छ, बाटो बन्नु पर्यो। तर यहाँ त तैफिकको कम्पनीलाई बान्नुको साटो 2083 असार 20 सम्म म्याद थपको माला पहिराइन्छ। अब जम्मा 2 महिना बाँकी छ। फिल्ममा काम सुन्ने छ कि 2 महिनामा आकाशबाट जादु हुन्छ र काम सकिन्छ कि फेरि म्याद थप्ने नयाँ प्रपञ्च रचिँदैछ। बुटवल सडकको अस्पताल लाइनको सर्भिस लेन, स्ट्रेट लाइट र नालीको काम अझै अलपत्र छन्। भएको पिच पनि भत्किसक्यो। सरकारी पैसा लुट्ने यी सेता हात्तीहरूलाई कारबाही गर्ने तागत कसमा छ? बुटवललाई सुन्दरनगर भन्नु अहिले एउटा भद्दा ठट्टा एवं मजाक मात्रै हो। हस्पिटल लाइनमा एम्बुलेन्स पार्किङ छैन, आकाशे पुलमुनिबाट मान्छे हिँड्छन्, ट्राफिक प्रहरी रमिते बन्छ। दुलोले बुटवलवासीको फोक्सो भरिएको छ। शहरका मुटुमा बस्ने व्यापारीहरू विस्थापित भइरहेका छन्। प्रधानमन्त्रीज्यू, सांसदज्यू र मेयरज्यू या त यो सडक असार 20 भित्र सम्पन्न गरेर देखाउनुहोस्, होइन भने नैतिकताको आधारमा कुर्ची छाड्नुहोस्। 10 वर्षमा 3 किलोमिटर सडक बनाउन नसक्ने यो नालायक प्रणालीको अन्त्य हुनैपर्छ। बुटवलवासी अब सधैँ चुप लागेर बस्ने छैनन्। तपाईँको हिसाब अब जनअदालतमा हुनेछ। कालचक्र। कुर्सीमा बसेर चिया र भत्ता डकार्ने सडक डिभिजनका हाकिमहरू होस् वा स्टनमा रमाउने स्थानीय सरकार, तपाईँहरूको म्याद सकिएको छ। अबको 2 महिनामा यो सडकले पूर्णता पाउँदैन भने बुटवलवासीले तपाईँहरूलाई फुलमाला होइन हिलो र धुलोले स्वागत गर्नेछन्। 15 करोडको थप भार जनताको रगत र पसिना हो। कसैको व्यक्तिगत दाइजो होइन कि काम सम्पन्न गर कि भ्रष्ट ठेकेदारलाई हातकडी लगाऊ, नत्र बुटवललाई कुरूप बनाउने कलङ्कित पात्रको रूपमा इतिहासले तपाईँहरूलाई कहिले माफ गर्ने छैन। समय थोरै छ, हिसाब धेरै। खबरदार। अवस्था दर्शकबिन, आजको कालचक्र यति नै। अर्को हप्ता पुनः हामी फरक विषयवस्तु लिएर उपस्थित हुने नै छौँ। म लगायत हाम्रो सम्पूर्ण कालचक्रको टिमलाई बिदा दिनुहोस्। नमस्कार। कालचक्र। समय कसैका लागि अवसर, कसैका लागि सजाय। शक्ति र सत्ताको आडमा सत्यलाई कतिन्जेल दबाउन सकिएला। फाइलका पानाहरूभित्र कतिन्जेल अपराध लुकाउन सकिएला। मौन बस्दैन समय, किनकि समयले सबै कुरा देखिरहेको हुन्छ। जब पापको घडा भरिन्छ तब सुरु हुन्छ कालचक्र। न कोही उम्कन सक्छ, न कोही लुक्न सक्छ। गल्ती गर्ने जो कोहीलाई समयको यो कठोर कचकरामा उभ्याउन हामी आउँदैछौँ। कालचक्र। सत्यको खोज, व्यथिति विरुद्धको अन्तिम प्रहार। कालचक्र, मात्र राज्य टेलिभिजनमा। कालचक्र।